नै थाक्छौँ। थाहा छ गर्नुपर्ने हो, तर फुर्सद छैन। काम धेरै छन् गर्नलाई, काम धेरै छन्। कहाँबाट थाल्ने? मेरो लाइफ त भनेको जस्तो छैन नि यार। तर के थाहा छ, कहिले पनि सबै कुरा भनेको जस्तो भएर जिन्दगी चल्दैन। थाल्नै पर्छ, जति छ जहाँबाट सकिन्छ त्यहीँबाट। सबै ठुला कुराहरूको सुरुवात थोरैबाट नै हुन्छ। किताब लेख्नलाई पनि पहिले एउटा शब्द लेख्नुपर्छ। ज्यान बनाउन पनि पहिले एउटा पुस्तकबाट सुरु गरिन्छ। बिजनेस चलाउनलाई सबभन्दा पहिला एउटा ग्राहक चाहिन्छ। विदेश जानु पर्यो भने पनि त सुरुमा भाषाको एउटा अक्षर सिक्नुपर्छ। तर हाम्रो गल्ती भनौँ या सोचाइ के हुन्छ भने हामीलाई सबै कुरा एकैचोटि चाहिन्छ, एकैचोटि मिलोस् भन्ने अपेक्षा राख्छ। यही सोचाइकै बोझले गर्दा हामीले आफैलाई थकाउँछ। एउटा रुख पनि त बिउबाट सुरु हुन्छ र वर्षौंपछि फल दिन्छ र शीतल छाया पनि त्यसैले दिन्छ। त्यसैले सानो छ भन्दैमा गर्दै नगर्ने होइन। त्यही सानो सानो प्रयासले एक दिन जिन्दगी बदलिन्छ। बदलाव त्यो बेला आउँछ जब तिमीले आज थाल्दछौ, आज थाल्छु भनेर साँच्चीकै सुरु गर्दछौ। यो कहिले नबिर्साऊ। कोही जन्मिँदैमा सबै सक्ने भएर जान्ने भएर आएको हुँदैन, तर थोरै थोरै गर्दै जाने हो भने उसले नसक्ने केही बाँकी रहँदैन। लाज लागे पनि सानो भए पनि सुरुवात चाहिँ गर। त्यही सानोतिनो सुरुवातले तिमीलाई पानी बसाल्नेछ र त्यही बानीले तिमीलाई भोलि एक फरक मान्छे भएर देखाउन प्रस्तुत गर्नेछ। जस्तो होस् त्यसैले सुरुवात गर, थाक, तर कहिले नरोक्छु। जसले ठुलो सपना देख्छ नि उसले कहिले सानोतिनो यो ठुलो यो सानो भनेर बस्दैन। अब तिमी पनि सुरुवात गर। थोरै समय, थोरै काम अनि थोरै सुरुवात। 1 हप्ता, 1 महिना अनि 1 वर्ष तिमी आफैलाई चिन्न नसक्ने अवस्थामा पुग्नेछ। थोरै थोरै गर्दै सकथोक सकिन्छ। बस